यो एउटा सानो गाउँ थियो। गाउँमा घरहरू धेरै थिए, तर त्यहाँ बिजुली बत्तीको कुनै सुविधा थिएन। गाउँ धेरै विकट भने थिएन, तर पनि त्यहाँ बस्ने बासिन्दाहरूका लागि सरकारले कुनै विशेष सुविधा उपलब्ध गराएको थिएन। त्यसै कारण गाउँ अन्धकारमै डुबेको थियो। बिजुली नभएकै कारण साँझ पर्नासाथ गाउँको जीवन अर्कै रूपमा चल्थ्यो। साना साना नानीहरू टुकी बत्तीको मधुरो उज्यालोमा बसेर पढाइ गर्थे। उनीहरूका आँखामा उज्यालो भविष्यको सपना थियो, तर त्यो सपना पूरा गर्न उनीहरूले अन्धकारसँग सङ्घर्ष गर्नुपर्थ्यो। त्यही मधुरो उज्यालोले उनीहरूको मेहनत र आशालाई जीवित राख्थ्यो। त्यसैगरी गाउँका महिलाहरू पनि लालटिनको उज्यालोमा आफ्ना दैनिक कामहरू गर्थे। उज्यालो कम भए पनि उनीहरूको धैर्य, मेहनत र आत्मबल बलियो थियो। अन्धकारले उनीहरूलाई रोक्न सकेन, बरु अझ दृढ बनायो। सरकारी सुविधा नपाए पनि गाउँका मानिसहरू एक अर्कामा भरोसा गरेर जीवन चलाइरहेका थिए। उज्यालोको अभावमा पनि आशाको दीप कहिल्यै निभेको थिएन। त्यो सानो गाउँ अन्धकारमा भए पनि त्यहाँ बस्ने मानिसहरूको मन उज्यालो थियो, भोलि राम्रो दिन आउने विश्वासले भरिएको।